नमस्कार। आज हामी कुरा गर्न लागेको एकदम इम्पोर्टेन्ट मेडिकल डिभाइसको बारेमा, जुन मेसिनलाई हामीले निबुलाइजर भन्छौँ। धेरैजनाले सोध्नुहुन्छ निबुलाइजर के हो, कसरी काम गर्छ र कसलाई युज गर्न मिल्छ भन्ने कुरा। सो लेट्स अन्डरस्ट्यान्ड स्टेप बाई स्टेप इन अ सिम्पल वे। सो निबुलाइजर मेसिन भनेको एउटा मेडिकल डिभाइस हो जुन चाहिँ लिक्विड मेडिसिन लाइक अब तपाईँको एस्थालिन हुनसक्छ अथवा तपाईँको एनएस हुनसक्छ, जुन चाहिँ लिक्विड मेडिसिनलाई मिस्ट या भेपरमा कन्भर्ट गर्छ। यो मिस्ट पेसेन्टले मास्क या माउथपिसबाट इन्हेल गर्न सक्छ अनि मेडिसिनहरू डाइरेक्ट चाहिँ लङ्समा पुग्छ, जुनले चाहिँ इफेक्टिभ एकदमै मेडिसिन भन्दा भेरी इफेक्टिभ फर ब्रिथिङ प्रब्लमहरूको लागि चाहिँ जेनरल निबुलाइजर युज गर्छौँ। त्यस्तै निबुलाइजरका विभिन्न पार्टहरू हुन्छन् हैन। त्यसमा चाहिँ तपाईँको कम्प्रेसर हो जुन चाहिँ मेन पार्ट हुन्छ जुन मेसिनले चलाउँछ। त्यस्तै चाहिँ निबुलाइजर कप भयो जुनमा चाहिँ हामीले मेडिसिन राख्छौँ। त्यस्तै ट्युब भयो जुन चाहिँ तपाईँको मेसिनबाट बच्चाको जुन मास्क युज गर्छौँ त्यहाँसम्म युज गर्ने मास्क या माउथपिस चाहिँ डाइरेक्ट मुखमा युज गर्ने हो भने मास्क चाहिँ बच्चाहरूको लागि मास्क युज गर्छौँ हामीले। सो निबुलाइजरले कसरी काम गर्छ भन्ने कुरा चाहिँ एकदमै फेसिनेटिङ प्लस बायोमेडिकलको एस्पेक्टमा हेर्ने हो भने प्लस अब सबै घरमा आजकल नानी बाबुहरूको लागि चाहिँ निबुलाइजर प्राय सबै प्यारेन्ट्सहरूले लिएर राखिराख्नुहुन्छ, तर कसरी काम गर्छ भन्ने कुरा चाहिँ प्रष्ट हुन्न। सो अब आउँ वर्किङ प्रिन्सिपल अथवा कसरी काम गर्छ भन्ने कुरा बुझौँ। जब निबुलाइजर अन गर्छौँ कम्प्रेसरले एयर प्रेसर क्रिएट गर्छ, जुन इन्भाइरोमेन्टको एयर हुन्छ। यो एयर प्रेसर कपमा गएर लिक्विड मेडिसिनलाई सानो सानो पार्टिकलमा तोड्छ है। त्यो पार्टिकल मिस्ट फर्ममा कन्भर्ट हुन्छ अनि पेसेन्टले साससँगै लङ्सभित्र सम्म इन्हेल गर्छ है, बिकज मेडिसिन डाइरेक्ट लङ्समा जाँदैन। सो फास्ट एक्सनको लागि चाहिँ हामीले ट्याब्लेट भन्दा चाहिँ निबुलाइजर नै युज गर्छौँ। सो निबुलाइजर मेनली युज फर कस्तो कस्तो पेसेन्टको लागि युज हुन्छ भन्ने कुरा। आस्थमा, सिओपिडी पेसेन्ट, ब्रोङ्काइटिस, सिभियर कफ, बच्चाहरूको लागि ब्रिथिङ डिफिकल्टिज भयो भने, जुन चाहिँ चिल्ड्रेन अर्ली अनि तपाईँको आइसियु पेसेन्टको लागि निबुलाइजर एकदम हेल्पफुल डिभाइस हो, जुन चाहिँ डक्टरको प्रिस्क्रिप्सनमा हामीले युज गर्नुपर्छ। जस्तै मेडिसिन डाइरेक्ट लङ्समा जान्छ, त्यस्तै इम्पोर्टेन्स निबुलाइजर डक्टरको एडभाइस अनुसार मात्रै युज गर्न मिल्छ। कुन मेडिकेसन दिनुहुन्छ